त्यसर्थ हामीले सबभन्दा पहिले 25 वर्षसम्म ब्रह्मचारी आश्रममा बस्नु पर्दछ। अनि 25 वर्षसम्म विवाह गरेको हुँदैन, घर गृहस्थी हुँदैन। 25 वर्ष नागेर 26 वर्ष भइसकेपछि गुरुजीलाई हात जोड्नु पर्दछ। गुरुजी, आजदेखि म ब्रह्मचारी आश्रम मेरो सकियो, अब म ब्रह्मचारी आश्रममा बस्दिनँ, म गृहस्थी हुन्छु भनेर गुरुसँग आज्ञा माग्नु पर्दछ। र गुरुको आज्ञा लिएर आएर स्त्री पुरुष जो भए पनि आफ्नो अनुकूलको जोडा बनाएर पुरुष छ भने स्त्रीका साथमा, स्त्री छ भने पुरुषका साथमा बस्नु पर्दछ। अनि 25 देखि 50 वर्षसम्म गृहस्थीमा बस्नु पर्दछ। मातापिताको सेवा गर्नुपर्छ। आफू 50 हुँदै गर्दा मातापिताको पनि आयु लामै हुन्छ, सकिन्छ। अथवा नभए 50 वर्षसम्म बसेर 51 वर्षको भएपछि वानप्रस्थी हुनुपर्दछ। अनि 75 वर्षसम्म वानप्रस्थीमा बस्ने र 76 वर्ष लागेदेखि सन्यास आश्रममा जानुपर्दछ। 4वटा आश्रम छन्। हिजो गुरुले प्रश्न सोध्नु भएको थियो हजुरहरूलाई। 3टा होइन, 4वटा आश्रम छन्। वानप्रस्थपछि 75 वर्ष नागेर 76 वर्ष भएपछि सन्यास हुनुपर्दछ, सन्यासी बन्नु पर्दछ। तसर्थ भगवान आज यहाँ गृहस्थी हुनुहुन्थ्यो। गृहस्थीले गर्ने धर्म के हो भन्दा गृहस्थीले ब्रह्म मुहुर्तमा उठेर ओमकारको चिन्तन गर्नुपर्दछ, गायत्री मन्त्रको जप गर्नुपर्दछ, स्नान पूजा आदि गर्नुपर्दछ, सकिन्छ भने नित्य हवन आदि गर्नुपर्दछ गृहस्थी व्यक्तिले भनेर चिन्तन गरिएको छ। भगवानले यसरी सबै कर्महरूलाई गर्नुभयो प्रातः कालमा। एक दिनको कुरा हो, भगवान बिहान प्रातः कालमा गायत्री मन्त्रको जप गर्दै हुनुहुन्थ्यो। राम राम गुरुजी, भगवान कृष्ण किन पूजा गर्दै हुनुहुन्छ? भगवान श्रीकृष्ण के को ध्यान गर्दै हुनुहुन्छ? भगवान श्रीकृष्ण के को जप गर्दै हुनुहुन्छ? उहाँ त परमात्मा हुनुहुन्थ्यो भनेर सोध्नुभयो। अनि सुखदेव महामुनि परीक्षितलाई भन्नुहुन्छ आत्मानः आत्मानं ध्यायेत्। आफू स्वयं परमात्मा हुनुहुन्छ भगवान, तर स्वयं नै स्वयंको ध्यान गर्दै हुनुहुन्छ आँखा बन्द गरेर। भगवान यसरी भगवानले दिव्य लीलाहरू गर्नुभयो। जब भगवान नित्य कर्मद्वारा निवृत्त हुनुभयो, उद्धवजी महाराजले आएर भन्नुभयो, हे कृष्ण, एउटा चिठी आएको छ, त्यो चिठी पढौँ न भनेर भन्नुभयो। हुन्छ उद्धवजी महाराज, चिठी पढ्नुहोस् भनेर भगवानले आज्ञा दिनुभयो। उद्धवजी महाराजले चिठी पढ्नु भएको युधिष्ठिरजी महाराजले बोलाएको रहेछ राजसूय यज्ञ गर्नका लागि। म राजसूय यज्ञ गर्दैछु, तपाईँ आफ्ना सब परिकर सहित हस्तिनापुर पाल्नुहोला भनेर युधिष्ठिरजी महाराजले चिठी पठाएको थियो। अनि त्यो चिठीलाई स्वीकार गरेर भगवान श्रीकृष्ण राजसूय यज्ञका लागि हस्तिनापुर पुग्नुभयो। श्री द्वारिकाधीश भगवानको भगवानले हस्तिनापुरमा गएर राजसूय यज्ञ सम्पन्न गराउनु भयो। मगधमा आएर जरासन्धलाई वध गर्नुभयो, जरासन्धलाई जित्नुभयो। एक दिनको कुरा हो, सूर्य ग्रहण भयो औँसीको दिनमा, वैशाख महिनाको कृष्ण पक्षको औँसी तिथिको दिनमा सूर्य भगवानमा ग्रहण लाग्यो। र जब सूर्यमा ग्रहण लाग्यो, भगवान आफ्ना परिवार सहित ग्रहण स्नान गर्नका लागि भनेर कुरुक्षेत्र पुग्नुभयो श्री हरि भगवानको। भगवानले नै, भगवान जगदीश्वर परमात्मा श्रीकृष्णले नै यो लीला गर्नुभयो। तसर्थ संयोग मिल्छ भने ग्रहण स्नान गर्नका लागि तीर्थमा जानु, सकेसम्म कुरुक्षेत्र नै जानु, सकिँदैन भने पनि तीर्थमा गएर ग्रहण स्नान गर्नु। आज ग्रहण स्नान गर्नका लागि भनेर सारा ब्रजवासीहरू आउनुभएको थियो। राधारानी, यशोदा मैया, नन्द बाबा, ग्वाल बाल गोप जति छन् उनीहरू पनि ग्रहण स्नान गर्नका लागि भनेर गएका थिए। भगवान कुरुक्षेत्र पुगेका थिए। भगवान पनि ग्रहण स्नान गर्नका लागि भनेर कुरुक्षेत्र पुग्नु भएको थियो। अब सबैले ग्रहण स्नान गरे अनि यिनीहरूका साथमा भेट हो। बोलाउनु त फोन गरेर छिटो। टाइमले त अरू टाइमलाई बरफ गडबड गर्दैन, यहाँ टाइमसँग जानुपर्छ। श्रीकृष्णचन्द्र भगवानको छिटो फोन गरेर बोलाउनु तुरन्त। र यसरी यहाँ वर्णन गरिएको छ। भगवान श्रीकृष्ण यसरी दिव्य लीलाहरू गर्नुभयो, किनकि भगवान लीला पुरुषोत्तम हुनुहुन्थ्यो। आइपुग्नु भगवान लीला पुरुषोत्तम हुनुहुन्थ्यो र भगवानले यसरी अति मधुर लीलाहरू सम्पन्न गर्नुभयो श्री हरि भगवानको। आज राधारानी, यशोदा मैया, नन्द बाबा सबैजनाले भगवानलाई भेट्नुभयो। 100 वर्ष भयो कृष्णले हामीलाई छोडेको। 100 वर्षभन्दा पनि ज्यादा भयो। अब कृष्णलाई भेट्ने समय आयो। यशोदा मैयाले आँखामा आँसु भएर गएर भगवानलाई भेट्नुभयो, लालालाई। अनि भगवान जगदीश्वर परमात्मा श्री कृष्णले यशोदा मैयालाई वैकुण्ठ पठाउनु भयो, वैकुण्ठ पद दिनुभयो श्री कृष्णचन्द्र भगवानको।
राधा रानीलाई पनि गोलोक पठाउनु भयो। हे राधा रानी, मेरो नित्य लीलाकी परिकर हुनुहुन्छ तपाईँ राधा रानी, तसर्थ तपाईँ गोलोक जानुहोस्। यहाँ वर्णन गरिएको छ, तर राधा नामको शब्दको वाक्य त छैन। गोपीहरू सबै, त्यसमध्येमा कोही श्रेष्ठ गोपीहरू हुनुहुन्थ्यो, उहाँहरू पनि सबै गोपीहरूलाई भगवानले नित्य लीलाका लागि गोलोक पठाउनु भयो। र सबै ग्वालवाललाई, गाईलाई जति भगवानका परिकर थिए, जो भगवानका भक्त थिए, यिनीहरू भगवानका दिव्य भक्तहरू थिए, सबैलाई भगवानले वैकुण्ठ पठाउनु भयो। श्री हरि भगवानको एक दिनको कुरा हो। भगवान श्री द्वारिकानाथ प्रभु घोडामा चढेर पूर्व देशतर्फ लाग्नुभयो र भगवान श्री जनक राजाको दरबारमा पुग्नुभयो। श्री जानकी वल्लभ भगवानको जनकपुर पुग्नुभयो। जनकपुरमा एकजना ब्राह्मण थिए, श्रुतदेव नाम गरेका ब्राह्मण। हजुर भित्र जानु, हजुर। श्रुतदेव नाम गरेका ब्राह्मण थिए। ती श्रुतदेव नाम गरेका ब्राह्मण वेदान्ती थिए, भगवानको वेदान्तद्वारा उपासना गर्दथे, बडा ज्ञानी थिए। अनि श्रुतदेव ब्राह्मणलाई गएर भगवानले दर्शन दिनुभयो। श्री कृष्णचन्द्र भगवानको यसरी भगवानले लीलाहरू गर्नुभयो। एक दिनको कुरा हो। भगवान श्रीकृष्ण दाजुलाई भेट्नका लागि हस्तिनापुरतर्फ घोडामा चढेर लाग्नुभयो। प्रभु शङ्करसँग भगवान र बलरामजी महाराजलाई राज्यको जिम्मेदारी सुम्पिनुभयो। हे बलराम, तैँले हेर्नु है यो द्वारिकालाई भनेर भगवान द्वारिकाबाट हस्तिनापुरतर्फ लाग्नुभयो। यता शतधन्वा नाम गरेको यादव थियो। यो शतधन्वा नाम गरेका यादवले विचार गर्यो, ओहो सत्राजितले मणि राखेको छ, एक्लै मणि राखेर यति धनी भइसकेन यो, तसर्थ यो मणि के गर्नु पर्यो भन्दाखेरि सत्राजितलाई मारेर यो मणि म चोर्नु पर्यो भन्ने विचार गर्यो शतधन्वाले। अनि सत्राजित मणिलाई पूजा गरेर बसिरहेका थिए। त्यही मौकामा रात्रिकालमा शतधन्वाले गएर तरबार लिएर सत्राजितको घाँटी काटेर मणि लिएर शतधन्वा भाग्यो। प्रातः काल भयो जब सत्यभामा देवीले बाबुको मृत्यु भएको थाहा पाउनु भयो, पिताको मृत्यु भएको जब थाहा पाउनु भयो, सत्यभामा देवी आँखामा आँसु भएर रुँदै 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 जानुभयो। बाबालाई हेर्नुभयो, बाबालाई देख्नुभयो, घाँटी काटेर लडिरहेका बाबालाई। अनि सत्यभामा रुँदै रुँदै भगवानलाई खोज्न निस्किनु भयो। खोइ कृष्ण कहाँ छ भन्दा कृष्ण त द्वारिकाबाट हस्तिनापुर जानुभएको छ। युद्ध हुँदै थियो, महाभारतको युद्ध सकिने लाग्यो। हस्तिनापुर जानुभएको छ कृष्ण त। सत्यभामा देवी घोडामा चढेर मेरा पति बाबालाई मारे, अब मेरा बाबालाई मारे भन्ने कुरो म कसलाई सुनाउनु त भन्दा पतिलाई सुनाउनु पर्यो, सबभन्दा प्यारो उही छ। दुष्टहरूले मेरा बाबालाई मारे भनेर पतिलाई सुनाउनु पर्यो भनेर भगवानको खोजी गर्दै गर्दै घोडामा चढेर हस्तिनापुर पुग्नुभयो। श्री हरि भगवानको हस्तिनापुरमा पुगेर आँखामा आँसु भएर डाको छोडेर रुँदै रुँदै कृष्ण कृष्ण कृष्ण, राम राम देवी के भयो, किन रुँदैछौ, किन रुँदैछौ देवी? हे कृष्ण, मेरा बाबालाई कसले मारो, मेरा बाबाको मृत्यु भयो। भगवानले फकाउनु भयो। देवी, संसारमा आयु भनेको कर्मद्वारा निर्दिष्ट हुन्छ। पूर्व कर्म हामीले जस्तो गरेको हुन्छ त्यही कर्मद्वारा हाम्रो आयु निर्दिष्ट भएको हुन्छ। अनि हामीले अर्कालाई देखेर हेर यो त बाँचिरहेको छ, यस्तो बुढो भएर पनि यसरी हिँड्दैछ, यस्तोसँग सुख भोग्दैछ भनेर हुँदैन। आफ्नो जति आयु छ त्यो आयु अनुसार रोगलाई शरीरमा ग्रहण गर्नु पर्दछ। अनि जति आयु छ अर्कालाई देखेर हुँदैन। बाबुको आयु धेरै हुन सक्दछ, पुत्र छोराछोरीको आयु कम हुन सक्दछ। जो कर्मानुसारको भोग अनुसारको आयु छ त्यो आयुलाई हामीले लिएर आएका छौँ। अनि त्यो आयु अनुसार व्यक्ति बाटो लाग्दछ। श्री हरि भगवानको तसर्थ यो शरीरमा जीवनमा जन्म मृत्युको चक्करमा धेरै चिन्ता गर्नु हुँदैन देवी, भगवानको चिन्तन गर्नु पर्दछ। आज तिम्रा बाबाको आयु सकियो, जानुभयो, कारण चाहिँ कुनै एउटा यादव भयो, कुनै एउटा यादवले काटेर मारियो। देवी चिन्ता नगर भनेर भगवानले सम्झाउनु भयो। तर रुक्मणी सत्यभामा देवीको आँखाको आँसु रोकिएन। रोको रोई गर्नुभयो। मेरा बाबा भनेर रुनुभयो। अब मेरा बाबा भनेर जब रुन थाल्नुभयो भगवानले फकाउँदा फकिनुहुन्न। अनि भगवानले के उपाय गर्नुभयो त भन्दाखेरि एउटा उपाय लगाउनु भयो। त्यो उपाय हजुरहरू पनि सिक्नुहोस्। श्री हरि भगवानको मेरा बाबा गर्नुहुन्छ, छाती पिटी रुनुहुन्छ। अब भगवानले के गर्नुभयो त? भगवानले यी रुक्मिणी के अरे सत्यभामा देवी रुँदै थिइन् 100 गियरमा, भगवान 200 गियरमा रुनुभयो। मेरा बाबा गर्दै थिइन्, भगवान छाती पिटेर मेरा ससुरा हाय मेरा ससुरा कहाँ छोडेर गयो मलाई भनेर मुर्कीले छातीमा हान्दै उचाल्दै पठाउँदै गरेर भगवान रुन थालेपछि
सत्यभामाले विचार गरे लु अब त यी ज्वाइँले पो ससुरासँग पछि पछि जाने भए अब त धेरै रुनु हुँदैन भनेर चुप लाग्नु हो पक्नुहोस् धेरै रुनु हुँदैन अब चुप लाग्नुहोस् अनि भगवानले यस्तो लीला गर्नुभयो श्री हरि भगवानको भगवानले सत्यभामा देवीलाई रथमा राख्नु भयो राम राम मैले त शङ्करसँगलाई बलरामलाई रुङ्न भनेको थियो होइन मणि तिमीरा दाजुले मणि रुङ्न सकेनन् अनि उद्धवजी महाराजलाई पनि चलाख्याइ गरेर बस्नु है भनेको थिएँ मणि हेरेर तिनीहरूले मणि रुङ्न सकेनन् आज यिनीहरूलाई गएर डाँट्नु पर्यो दाजुलाई त के भन्नु त्यही पनि केही त भन्छु भन्ने विचार गरेर भगवान श्रीकृष्ण सिधै द्वारिका पुग्नुभयो श्री द्वारिकाधीश भगवानको बलरामजी महाराज र उद्धवजी महाराजले भगवानलाई स्वागत गरे मुखमा हेरेर भन्नुभयो दाजु उद्धवजी नबोल्नुहोस् मसँग तपाईँहरूलाई मैले द्वारिकाको रक्षा गर्न भनेको थिएँ अनि मणि कसले लिएर मेरा ससुरालाई मारेर भाग्यो भन्नुहोस् मणि कसले लग्यो भनेर भगवानले सोध्नुभयो अनि बलरामजीले भन्नुभयो कृष्ण मणि शतधन्वाले लग्यो भन्ने कुरो हामीले पत्ता लगाइसक्यौँ कृष्ण शतधन्वाले सत्राजितलाई मारेको रहेछ मणि यसरी लगेको रहेछ शतधन्वाले भगवान र बलरामजी महाराजले घोडा खडा गर्नुभयो र घोडामा चढेर दुवैजना दाजुभाइ शतधन्वाको पिछा गर्नका लागि भनेर पिछा पिछा भाग्नु हो शतधन्वा भाग्दै 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 भागलपुर भनेको हाम्रै क्षेत्रमा आयो भागलपुर मागा क्षेत्र हाम्रो क्षेत्रबाट 100-200 किलोमिटर आसपास नै छ भागलपुर नाम गरेको देशमा पुग्यो शतधन्वा भाग्दै थियो बलरामजीलाई सोध्नुभयो दाजु मणि यसरी लुकाएको छ होइन हो मैले पत्ता लगाएको मणि यसरी लुकाएको छ पख भन्नुभयो पख्दिन भन्यो यादवले शतधन्वाले अनि भगवानले सुदर्शन चक्र भगवान नारायणको स्वरूप धारण गरेर चक्र चलाउनु भयो चक्र गएर यसका घाँटीमा लाग्यो शतधन्वाको घोडा लड्यो शतधन्वा पनि लड्यो पछाडि दाजुभाइ नै पुग्नु भयो अनि शतधन्वाले मणि चोरेको छ नि त भनेर सारा शरीरमा मणि छापेको मणि कहीँ पनि छैन राम 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 दाजुभाइलाई हेर्नुहुन्छ भाइ दाजुलाई हेर्नुहुन्छ ल हेर्नुहोस् धनको व्यवहार यस्तो छ अनि दाजुले भाइलाई शङ्का गर्न थाले ओहो यो कृष्णले मणि लगेछ कहिले मणि लिएर यो गयो यता मृत्यु घटाइदियो मणि लिएर हस्तिनापुर भाग्यो पहिले कृष्ण अनि यता मृत्यु घटाइदियो भनेर बलरामजी भगवानलाई शङ्का गर्न थाल्नुभयो तर भगवान बलरामजीलाई शङ्का गर्नुहुन्न परमात्मा किन अन्तर्यामी जगदीश्वर हुनुहुन्छ भगवानलाई सारा थाहा छ फेरि मणि कहाँ गयो शतधन्वासँग छैन भने मणि कहाँ गयो भन्ने कुरा भगवानलाई थाहा छ बलरामजीलाई थाहा छैन भाइ माथि शङ्का गर्नुभयो ओ मणि त यो कृष्णले लुकाएको छ तर भन्दैन अनि के भन्नुभयो बलरामजीले कृष्ण के भयो दाजु कृष्णमा द्वारिका जान्न मणिले अब धनले शङ्का गराउँछ हेर्नुहोस् धनले बाबु छोरामा शङ्का गराउँछ श्रीमान श्रीमतीमा शङ्का गराउँछ काटाकाट गराउँछ दाजुभाइमा शङ्का गराउँछ पुत्र र पिता भन्दैन हेर्नुहोस् सम्माननीय नाता कोही छ भने त्यो पुत्र र पिताको छ छोराछोरी र बाबुसँग छ आमासँग प्रेम छ बाबुसँग सम्माननीय नाता छ तर त्यो बाबुले मेरो छोरो मेरी छोरी भन्दै धन भनेपछि श्री हरि भगवानको धन त त्यस्तो हुन्छ धनको पिछा सबै लाग्दछन् अस्ति नै हजुरलाई कथामा सप्ताह यत्रो 7 दिन भयो पुराण सुनेको सुनाइहालेँ मैले धन आफ्नो सुरक्षित राख्नु पर्दछ यो मेरा छोराले आफै मलाई पालिहाल्छन् मेरी छोरीले पालिहाल्छ यिनीहरूले मलाई गरिहाल्छन् नि गृहस्थीमा भनेर राख्नु हुँदैन धनलाई के गर्नुपर्छ सुरक्षित राख्नुपर्छ गृहस्थीमा आफ्नो भन्ने कुरा हुनु पर्दछ आज भगवान परमात्मा अन्तर्यामी जगदीश्वर श्री हरि स्वयं हुनुहुन्छ तर बलरामजी महाराजले भगवानलाई शङ्का गर्नुभयो यसले मणि लुकाएको छ मणि यसले लुकाएको छ यसले मणि लुकाउनुको प्रयोजन के हो भन्ने कुरा मलाई थाहा छैन कि ऊ स्वयं ईश्वर हो यसको मतलब यो लीला गर्दैछ तसर्थ म योसँग अब यसका नजिकै गएर यसका छेउमा बस्दिनँ भाइलाई भन्नुभयो कन्हैया के भयो दाजु कन्हैया म अब द्वारिका जान्न किन दाजु किनभने त्यो मेरो चिलो भन्दै थियो दुर्योधन युद्ध शिक्षु गदा युद्ध भन्दै थियो अरू पनि मेरा भक्तहरूलाई कैयनलाई मैले भेट्नु पर्नेछ अनि तीर्थयात्रा पनि गर्नुपर्नेछ तसर्थ पन्जाब म जान्न भनेर बलरामजी महाराज भाइलाई छोडेर लाग्नुभयो श्री हरि भगवानको तर भगवानलाई थाहा छ मणि कहाँ छ भन्ने कुरा मणि चाहिँ कहाँ गयो त भन्दाखेरि मणि चाहिँ शतधन्वाले भाग्नुभन्दा पहिले नै लगेर सत्राजितलाई दिएको थियो मणिले भाग्नुभन्दा पहिले लगेर अक्रुरलाई दिएको थियो अक्रुर कुन अक्रुर जुन अक्रुरले हिजोको कथामा भगवानलाई कंसले भनेको मानेर भगवानलाई रथमा चढाएर ल्याएका थिए मथुरासम्म अक्रुर नाम गरेका यादव थियो तिनै अक्रुरलाई लगेर मणि दिएको छ शतधन्वाले राति नै अक्रुरलाई मणि दियो भोलिपल्ट भगवानले मार्दाखेरि सारा शरीरमा छाप्दाखेरि कहीँ पनि मणि छैन अनि अब रात्रिकालमै मणि लगेर दिइहाल्यो यसले मणि खोज्दाखेरि कहीँ पनि छैन श्री हरि भगवानको अक्रुरजी महाराजले हातमा मणि लिनु भएको छ
मणि लिनुभयो, मणि लुकाउनु भयो, भगवानलाई गएर भन्नुभयो अक्रुरजी महाराजले भोलिपल्ट। भगवान त द्वारिका आउनुभयो, किन भगवानलाई थाहा छँदैछ मणि कोसँग छ भन्ने कुरा। भगवानलाई मणि कोसँग छ थाहा छँदैछ। भगवानको नजिकै आएर अक्रुरजीले भन्न थाले, कृष्ण के भो काका, मणि यता लुकाइदिन्छ। भगवानलाई थाहा छ यीसँग काखीमा मणि च्यापेका छन्, लुकाएका छन् भन्ने कुरा। भगवानले भन्नुभयो काका के भयो? कृष्ण म बुढो भएँ, अब बुढो भइसकेपछि वृद्ध भएर कति गृहस्थ यहाँ बस्नु, काशी जानु पर्यो म भनेर भन्नुभयो। अनि भगवानले भन्नुभयो जानुहोस् न त काका, काशी गएर के गर्ने भन्दा काशी गएर अलिअलि दान पुण्य गर्छु भन्नुभयो। भगवानले हुन्छ भन्नुभयो। अक्रुरजी महाराज मणि लिएर काशी भाग्नुभयो। श्री हरि भगवानको। भगवानलाई थाहा छ अक्रुर काकाले मणि बोकेका छन्, मणि लिएर काशीतर्फ भागे भन्ने कुरा। अब काशीमा गएर अक्रुर चाहिँ के गर्न थाले? धार्मिक व्यक्ति भएकोले धन आयो भने उसले के गर्छ? राम्रो काममा लगाउँछ। मणिले दिनको 32 मन सुन दिन्छ। अनि त सुनका थाल बनाएर भण्डारा लाउन थाले। हे ब्राह्मणहरू हो, हे साधु सन्तहरू हो, जो भोका छौ आउनु, खिर पकाएको छ मैले, सुनका थालमा खाने, थाल पखाल्ने, झोलामा हाल्ने भनेर श्री हरि भगवानको। अब सारा ब्राह्मणहरूले सुने। ब्राह्मणहरू भण्डारा खाएर हिँड्थे, यताबाट उता उताबाट उता भण्डारा खाएर हिँड्थे ब्राह्मणहरू। अब भण्डारा खान जाँदाखेरि के हुन्छ? खिरपुरी हुन्छ, दक्षिणा हुन्छ 100 रुपियाँ। अरू के हुन्छ भण्डारा खाँदा? अब यहाँ त काशीमा एकजना राजा आएका छन्, ती राजाले सुनका थालमा खाना दिन्छन्। गएर पङ्गतमा बस्यो, खिर लगेर उपर फ्याँकिदियो, पखाल फुकुल पार्यो, थाल झोलामा हाल्यो। सारा ब्राह्मणहरू सबै काशीमा खनिए। श्री हरि भगवानको। एक दिन भगवानले एकजना ब्राह्मणलाई संस्मरण गर्नुभयो, बोलाउनु भयो, फलाना ब्राह्मण आऊ भनेर। उद्धवजीले भन्नुभयो हे भगवान, द्वारिकामा ब्राह्मण एकजना पनि छैन, कहाँ गए? काशी गएका छन्। किन काशी गएका? काशीमा एकजना राजा आएका छन्, सुनका थाल दान गर्दछन्, त्यही भएर। भगवानले यसो विचार गर्नु, को हो काशीको राजा? अक्रुरजी महाराज। थाहा पाउनुभयो। श्री हरि भगवानको। भगवानले विचार गर्नुभयो, धेरै भयो नाटक। अब त्यसो भए के विचार गरेर भगवान रथमा चढेर सिधै काशी प्रस्थान गर्नुभयो। विश्वनाथ भगवानको। भारतभरिका तीर्थहरूमध्येमा, पृथ्वीभरिका तीर्थहरूमध्येमा काशीमा, काशी नाम गरेको तीर्थमा, गंगा कलकल कलुनी प्रतिदिन पावनी भगवती श्री गंगा नदीका तटमा भगवान श्री विश्वनाथ प्रभु शंकर भगवानको रूपमा निवास गर्नुहुन्छ, जो पृथ्वीभरिका श्रेष्ठ तीर्थहरूमध्येको एक हुनुहुन्छ, मध्येको एक श्री विश्वनाथ भगवानको। भगवान द्वारिकानाथ प्रभु रथमा चढेर सिधै काशी पुग्नुभयो। काशीमा गएर अक्रुरजी महाराजलाई भेट गर्नुभयो। काका मणि ल्याउनुहोस् त, त्यहाँ तपाईँसँग छ मणि, कति लुकाउनुहुन्छ मणि तपाईँ? अक्रुरजी महाराज लाजले भुत्तुक भएर मणि लगेर भगवानलाई दिनुभयो। भगवान मणि लिएर द्वारिका आउनुभयो। श्री हरि भगवानको। यसरी भगवानले धेरै लीला गर्नुभयो। हेर्नुहोस्, कथा यति छन् भगवान कृष्णका कथा जो वर्णन गरेर साध्य छैन। यसरी भगवानले लीलाहरू गर्नुभयो। एक दिनको कुरा हो, भगवानको नाम दीनबन्धु रहन गयो। भगवानको नाम दीनबन्धु रह्यो। दीनबन्धु लीला भगवानले गर्नुभयो। हिजो हजुरले कथामा सुन्नु भएको थियो, सुदामा नाम, श्रीदामा नाम गरेका ब्राह्मण थिए। लकडी लिनका लागि भनेर गरेका थिए र लकडी लिनका लागि भनेर जाँदाखेरि गुरु आमाले दिएको चना एक्लै खाएका थिए। ती चना दिएको थियो, त्यो चना एक्लै खाएका थिए, भगवानलाई दिएका थिएनन्। अनि भगवानको सेवा गर्दा, भगवानको भक्ति पूजा पाठ गर्दाखेरि यिनको भाग्यको उदय भएको थियो। शिक्षा यक्षश्री भनेको त साहित्यको भाव हो, तर भगवानको सेवा गर्यो भने के हुन्छ? भाग्य उदय हुन्छ, भाग्यको उदय हुन्छ। ओहो, जो परमात्मा, जो ब्रह्म, जो भगवान सर्व सामर्थ्य ईश्वर हुनुहुन्छ, भाग्यको उदय भएको थियो। भगवानलाई चना नदीको एक दिन झुटो भगवानलाई बोलेको कारणले गर्दाखेरि यिनको भाग्य क्षय भयो। सुदामाजी महाराज एउटा छोरो हुनुहुन्थ्यो जम्मा। यिनका सुदामाका बाबु आमाका छोरी पनि थिएनन्, छोरा पनि थिएन। जम्मा एउटा पुत्र मात्र हुनुहुन्थ्यो। आफ्ना बाबा आमालाई सम्झिनु भयो। पढ्न पनि राम्रो गरी सक्नु भएन। पढ्न नसकेपछि धन सम्पत्ति आर्जन गर्न पनि सक्नु भएन। उमेर बित्दै गयो। 25 वर्षको हुनुभयो, 26 वर्षको हुनुभयो सुदामाजी महाराज। मनमा लाग्यो, हो ती बाबु आमालाई म रुवाउँदिनँ, दुःख दिन्न। मैले पढ्न सकिनँ, पढ्न नसकेको कारणले गर्दा धन पनि कमाउन सकिनँ। तर यी बसेर म साधु भएँ भने, विवाह गरिनँ मैले भने, छोराछोरी जन्माइदिनँ भने, ती मेरा बाबु आमाले मलाई के सोच्नुहुन्छ? यति विचार गरेर सुदामाजी महाराज आफ्ना बाबु आमालाई भेट्नका लागि भनेर गुरुकुललाई त्याग गरेर माता पितालाई भेट्नका लागि भनेर आउनुभयो। बाबा पनि वृद्ध हुनुभएको थियो, आमा पनि वृद्ध हुनुभएको थियो। सुदामाजी महाराजले बाबा आमालाई हात जोड्नुभयो। बाबा आमाले भन्नुभयो, त त हाम्रो एउटा छोरा हो, अरू छोरा पनि छैनन्, छोरी पनि छैनन्, केही छैनन्, त मात्रै, मात्र एउटा, अरू केही छैन।
तसर्थ त त हेरे साधु हुन्छु भनेर तैँले त वैराग्यलाई सन्यासलाई धारण गर्न खोज्दैछस् बाबु। त सन्यासी नहो है, विवाह गर। हामी जतिसुकै गरिब भए पनि के भयो, धन र धाई हुनु गरिब हुनु यो त आफ्नो भाग्यमा निर्भर हुन्छ। धन समग्र होइन, समुच्चय होइन, धनले उही जीवनलाई सजिलो बनाउने मात्र हो। गरिब व्यक्ति पनि खाएरै बस्दछ, सुत्छ उस्तरी नै, भोजन पनि उस्तै गर्छ, निद्रा पनि उस्तै आउँछ उसलाई, अनि मलमूत्र पनि उसै गरी त्याग गर्छ, जिब्राको स्वाद पनि उस्तै लिन्छ, शयन पनि उस्तै गर्छ। तसर्थ गरिब भएर केही हुँदैन बाबु। विवाह तैँले गर्नुपर्छ भनेर भन्नुभयो बाबाले। आमा पनि रुनुभयो, आँखामा आँसु भएर। सुदामाजी महाराजले आमा बाबाको मनलाई काट्न सक्नु भएन। म एक्लो पुत्र हुँ, एउटा मात्रै छु, मात्र एक्लो छु, तसर्थ त्यही कारणले गर्दा म विवाह गर्छु भनेर सुदामाजी महाराजले भन्नुभयो। र सुदामाजी महाराज विवाह गर्नका लागि राजी हुनुभयो। एउटै ब्राह्मणकी, गरिब ब्राह्मणकी कन्या खोज्नुपर्छ, किनभने हामी स्वयं गरिब छौँ भनेर गरिब ब्राह्मणकी कन्या खोज्नका लागि गए बाबा आमा। अनि एउटी सुशीला नाम गरेकी ब्राह्मणकी कन्याका साथमा सुदामाजी महाराजले विवाह गर्नुभयो। ब्राह्मणी कन्याको नाम थियो सुशीला देवी। सुदामाजी महाराज एउटा झोप्रो बनाउनु भएको थियो। बाबाले काम केही गर्नु छैन, आँखा बन्द गरेर जहिले राम 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 भन्नुहुन्छ। यो संसार व्यर्थ छ, भगवान सत्य हुनुहुन्छ। संसारमा जे गरे पनि सपना हो, भगवानको नाम लिएको सबै साँचो हो। संसारमा जति सुख भोगे पनि, जति दुःख भोगे पनि, जस्तो सुकै साम्राज्य भए पनि संसार सपना हो भन्नुहुन्छ सुदामाजी। अनि भगवान साँचो हो भन्नुहुन्छ, राम मात्रै जप्नुहुन्छ। अब राम मात्रै जो व्यक्ति जप्दछ भने त्यो राम मात्रै जप्ने बेला व्यक्तिलाई त हेर्नुहोस् कहाँबाट आउँछ। व्यवहार त सबै गर्नै पर्ने हुन्छ, व्यवहार सबै गर्नुपर्छ। राम मात्रै जपेर कहाँबाट कसरी आउँछ भन्नु। श्री हरि भगवानको सुदामाजी महाराजले सुशीलाका साथमा बिहे गर्नुभएको थियो। बाँसले बनाएको घर थियो, झुपडी, बाँसले बनाएको झुपडी। बाँस फाट्दै फाट्दै गयो। बाबु त बरु अलिअलि काम गर्नुहुन्थ्यो। हेर्दा हेर्दै बाबु आमाको मृत्यु भयो। सुदामाजी महाराज र सुशीला देवी दुईजना मात्रै हुनुभयो। अब त्यो बाँसले बनेको घर, आज एउटा बाँस भाँचियो, भोलि अर्को बाँस भाँचियो, गर्दै गर्दै घर सारा भाँचियो। सुदामाजी महाराज पिपलका वृक्षका फेदमा आएर बस्नुभयो। कस्तो छ त भन्दाखेरि बाङ्गो परेको झुप्रो छ, सुदामाजी महाराजको कुटी छ। अनि सुदामाजी महाराजको छानो चाहिँ कस्तो छ त घरमा, कुटीमा छानो कस्तो छ सुदामाजी महाराजको भने यो आकाश नै सब जति आकाश छ त्यो सबै सुदामाजी महाराजको घरको छानो हो। घरका छानाबाट घरमा सुतेर माथि यसो हातको सिरान लाएर माथि हेर्ने भने तारा चन्द्रमा सबै देखिन्छन् घरैबाट। सुदामाजी महाराज खानका लागि भनेर अन्न माग्नका लागि जानुहुन्छ। अनि अन्न मागेर ल्याउनुहुन्छ र अन्न मागेर ल्याएर ठुलो भाँडामा छोराछोरी धेरै भए, जन्मिँदै गए। एउटा दुईटा तीनटा चारवटा गर्दै जन्मिँदै गए। 10 जना छोराछोरी जन्मिए। सुदामाजी महाराज एक मुठी चामल हाल्यो अनि ठुला भाँडामा नुन हालेर पकायो, खोले पकायो। र त्यो ठुला भाँडामा नुन हालेर पकाएको खोले भरि पार्यो अनि सबैलाई बाँडेर खोले पियो। यस्तो गरेर सुदामाजी महाराज बस्न थाल्नुभयो। 10 जना छोराछोरी, 2 जना बाबुआमा, 12 जनाको परिवार भयो। काम गर्न केही जानेको छैन, पढेको गुनेको छैन, अनि धन कमाउने अरू तरिका पनि थाहा छैन। माग्न मात्रै जानुहुन्छ, सिलवञ्च वृत्ति गर्नुहुन्छ। ब्राह्मणले मागेर खाना हुन्छ। श्री हरि भगवानको ब्राह्मणका विभिन्न वृत्ति छन्। त्यो वृत्तिहरू मध्येमा नैष्ठिक ब्राह्मण हो भने, त्यो ब्राह्मणले मागेर खाना हुन्छ। सुदामाजी महाराज वास्तवमा परमात्मा भगवानको भक्त निरत हुनुहुन्थ्यो। उहाँलाई धनको केही लोभ पनि छैन। तसर्थ सुदामाजी महाराज के गर्नुहुन्छ हेर्नुहोस् त, माग्नका लागि जानुहुन्छ। मागेर खान हुन्छ भनेर माग्नका लागि जानुहुन्छ। अब सुदामाजी महाराजले श्रीमतीलाई एउटा साडी किन्नु भएको थियो। त्यो साडी पनि टुक्रिँदै केही कामको छैन। सुदामाजी महाराजले एउटा धोती लाउनु भएको थियो। त्यो धोती पनि टुक्रिँदै केही कामको छैन। सुदामाजी महाराजको धोती कस्तो भयो, एउटा पाल परेर च्यातियो, अर्को पाल परेर च्यातियो, अर्को पाल परेर च्यातियो। धोती पाल परेर च्यातिँदै हजारवटा आँखा भयो धोतीमा, हजारवटा आँखा। अब धोतीमा हजारवटा आँखा भयो भने त्यो धोती त च्याङ्लो भयो हेर्नुहोस्। श्री हरि भगवानको। अनि अब सुदामाजी महाराजको जब सारा धोती पनि च्याङ्लो भयो, के अरे सुशीला देवीले आएर सुदामाजी महाराजलाई हात जोड्नुभयो, आँखामा आँसु भर्नुभयो र भन्न थाल्नुभयो, सदा तुन्दा
पतरी चाहिँ भयो साडी तनकी कति तुन्नु मैले तबल पुगेको एक मनकी हजार आँखे धोती टुकडिँदै गयो है हजुरको दयालु छङ्ग्रेती किरीट पंखधारी मयूरको मैले साडी तुन्न थाले कि हे स्वामीजी हे पति देवता साडी च्यातिन्छ अनि धागो ल्याएर तुनु फेरि साडी च्यातिन्छ फेरि धागो ल्याएर तुनु गर्दा गर्दै धागैले मोरिएर बेरिएर मेरो साडी एक मनको भयो साडी कहीँ देखिँदैन धागै मात्रै छ सारा साडी धागाले मोड्दै एक मनको भइसक्यो मेरो साडी अनि हजुरको पनि धोती त छ त्यो धोती कस्तो छ हजारवटा आँखा भएको छ जहीँ तहीँ च्यातिएको छ त्यो हजार आँखे धोती के लगाइसक्नु छ र श्री हरि भगवानको हजुरले भन्नुभएको थियो होइन द्वारिकामा कृष्ण थियो त्यो द्वारिकामा भएको कृष्ण अहिले जो छ त्यो कृष्ण मेरो साथी हो भनेर द्वारिकामा भएको कृष्ण मेरो साथी हो भन्नुहुन्छ तर त्यो द्वारिकामा भएको कृष्ण मेरो साथी हो त भन्नुहुन्छ हजुर तर कहिले पनि त्यस्तो द्वारिकाको ईश्वर परमात्मा भगवान कृष्णसँग गएर धन माग्नुहुन्न उसँग त कति छ धन सम्पत्ति उसँग त धनको कमी छैन त्यत्रो सम्पत्ति छ तर त्योसँग गएर धन माग्नुहुन्न भनेर सुशीला देवीले सुदामाजी महाराजलाई भन्नुभयो अनि सुदामाजी महाराजले भन्नुभयो राम 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 देवी माग्नु हुँदैन यो संसारमा सबैभन्दा हलुका वस्तु के हो ये संसारै हे सके ए साथी यो संसारमा सबैभन्दा हलुङ वस्तु के हो हलुङ वस्तु केलाई भनिन्छ भन्दा यो संसारमा सबैभन्दा हलुङ वस्तु भनेको हावा हो साहित्यको भाषाले वर्णन गर्ने थिए मजुरलाई तर प्रसङ्गवश व्याख्या सुन्नुहोस् यो संसारमा सबभन्दा हलुङ वस्तु हावा हो त्यो हावा भन्दा पनि हलुङ वस्तु चाहिँ माग्नेवाला व्यक्ति हो जो व्यक्ति माग्दछ मलाई यस्तो दिनुहोस् न भनेर माग्छ भने त्यो माग्नेवाला व्यक्ति चाहिँ हावा भन्दा पनि हलुङ हो त्यसको कुनै वेट छैन श्री हरि भगवानको तसर्थ माग्नु हुँदैन कसैसँग केही म माग्दिन देवी माग्नुहुन्न बरु भोकै मर्छु तर माग्दिन भन्नुहुन्छ सुदामाजी महाराज तपाईको यो प्रपन्न बनाइ धेरै भयो प्रपन्न त तपाईँ बन्नुभयो तर धेरै प्रपन्न बन्नुभयो सुदामाजी महाराज भगवानको भक्त हुनुहुन्छ ठीक छ भगवानको भक्ति पूजा गर्नुहुन्छ ठीक छ तर तपाईकी श्रीमती म छु अनि 10 जना छोराछोरी पनि छन् नि तपाईका यो कुरा तपाईले भुल्नु हुँदैन तपाईले यो कुरा कहिले भुल्नु हुँदैन र ती छोराछोरीलाई पाल्नु खान लाउनु दिनु तपाईको कर्तव्य हो भनेर सुशीला देवीले भनिसकेपछि सुदामाजी महाराजलाई साह्रै चिठ लागेर दुःख लागेर राम राम श्रीमतीले भन्दै छिन् हामीलाई खुवाउन पनि सक्दैनौ पिलाउन पनि सक्दैनौ भनेर श्रीमतीले भन्दै छिन् भनिसकेपछि सुदामाजी महाराजले आँखामा आँसु भर्नुभयो देवी त्यसो भए म के गर्नु जानुहोस् गएर द्वारिकाधीश कृष्णसँग माग्नुहोस् यो संसारमा कोही नचिनेका ब्राह्मणहरूले त नचिनेका व्यक्तिहरूले त गएर धन मागेर आए तपाईले त मैले चिनेको 64 दिनसम्म गुरुकुलमा सँगै बसेको भन्नुहुन्छ 64 दिनसम्म गुरुकुलमा सँगै बसेको हो भने कृष्णले कसो धन नदेलान् तसर्थ जानुहोस् गएर कृष्णसँग धन माग्नुहोस् भनेर सुशीलाले भनिसकेपछि अयम हि परमोला भो उत्तम श्लोक दर्शनमा वास्तवमा धन माग्दाखेरि त कृष्णले धन दिन्छ कि दिँदैन मलाई थाहा छैन किनभने गृहस्थीलाई आफैलाई सधैँ धनको खाँचो भएको हुन्छ एकदमै पुगेर सर्वस्व भएको कसैलाई छ त पैसाले अहिलेसम्म पैसालाई पुरै सम्पूर्ण रूपमा पुगेको कसैलाई छ त कसैलाई छैन हेर्नुहोस् पैसाले कसैलाई पुगेको हुँदैन पैसाले नपुगेकै हुन्छ जो पनि व्यक्ति किन एकजना बाबा आउनुभयो वृन्दावनबाट र वृन्दावनबाट ती बाबाले आएर के भन्नुभयो भने हेर गाउँलेहरू तिमीहरूको मन्दिर भत्किन आँटेछ म पुराण सुनाइदिन्छु तिमीहरू पुराण लाओ भन्नुभयो गाउँलेहरूलाई अनि सारा गाउँलेहरूले मिलेर बाबा अनि पुराण लाउँदाखेरि दक्षिणा चाहिँ कति लिनुहुन्छ त भनेको म त पैसा छुन्न भन्नुभयो बाबाले पैसा छुन्न भनिसकेपछि अब त पुराण लाउन सजिलो रहेछ भनेर सारा गाउँलेहरूले मिलेर मन्दिरमा पुराण लगाए र मन्दिरमा पुराण लगाइसकेपछि गाउँलेहरू सारा आएर नगरवासीहरू आएर पैसा भेटी चढाउन थाले अब पैसा चढ्दै 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 पैसाको यत्रो थुप्रो उरुङ लाग्यो अनि यत्रो थुप्रो उरुङ लागेपछि बाबा हुनुहुन्छ लगौटी लागेको छ यति दारी कपाल पालेको छ कमण्डलु बोकेको बाबा हुनुहुन्छ अनि बाबाले के गर्न थाल्नुभयो भने पैसा त्यो चढेर उरुङ भएपछि चिम्टा बोक्नु भएको थियो त्यो चिम्टाले पैसा च्याप्दै कमण्डलुमा हाल्दै गर्न थाल्नुभयो सारा गाउँवासीहरूले देखे बाबा पैसा छुन्न भन्थे
पैसा लगेर कमण्डलुमा हालेका हालैछन् के बाबा रहेछ नि भनेर अध्यक्ष उपाध्यक्ष हुन्छ नि त पुराण लाउने समितिको अध्यक्षले गएर के भन्नुभयो अरे बाबा पैसा छुन्न भन्नुहुन्थ्यो र पुराण लाएको पैसा चिम्टा च्यापेर हालेको हाले हुन्छ बाबा भन्नुहुन्छ पैसा कहाँ छोको छु त मैले पैसा छोको त होइन नि मैले चिम्टाले च्यापेर कमण्डलुमा हाल्दैछु श्री हरि भगवानको अनि घर लिएर जान्छु म हेर्नुहोस् तसर्थ पैसा छुएँ होइन मैले भनेर बाबा भन्नुहुन्थ्यो भन्नुभयो भनिसकेपछि धनले कहिले पुग्छ कसैलाई पुग्छ पुग्दैन तर धनले त पुग्दैन तर त्यो धनलाई हामीले राखेर प्रसङ्ग आएकोले एकछिन व्याख्या गरेर सटक अगाडि बढ्छौँ त्यो धनलाई राखेर रुङ्गी मात्रै रह्यो भने चाहिँ के भयो यक्ष वित्त भयो त्यो चाहिँ कुबेरको धन भयो कुबेरको धनलाई यक्ष वित्त भन्नुहुन्छ शास्त्रले अमरकोशमा भाषै छ नि यक्ष वित्त भनेर कुबेरको धन चाहिँ कस्तो हो त भन्दा कुबेरले खर्च गर्न पाउँदैन डर्नुहोस् यति छ नि उसँग सम्पत्ति रत्नै रत्न हिरै हिरा सोनै सुन चाँदी नै चाँदी तर उसलाई के गरेको छ भगवानले ताला चाबी दिएर राखेको छ तिम्रो यो काम रुङ्ने अनि खर्च गर्न पाउँदैनौ खबरदार रुङ्ने मात्रै हो तिम्रो काम त्यसै गरी हामीले हामीसँग भएको धन दान गर्न पाएनौँ भोग गर्न पाएनौँ भने त्यो हामी कुबेर मात्रै हौँ श्री हरि भगवान कुबेर भएर रुङ्दा रुङ्दा गरो अनि सधैँ कुबेर हुन पाइँदैन सधैँ रुङ्न पाइन्छ कुबेर हुन पैसा पाइँदैन त्यो धन रहिरहन्छ तसर्थ धन त के गर्नु दान गर्नु राम राम तर जतिसुकै धन भए पनि व्यक्तिले कहाँ धेरै धन दान गर्न सक्छ र कृष्णले धन दान दिएर त अब दिए दिन्छ नदिए दिँदैन अयभि परमो लाभो उत्तम श्लोक दर्शनमा ठिकै छ कन्हैयाले धन दिएन ठिकै छ कृष्णले धन सम्पत्ति दिएन त के भयो त्यो त परमात्मा जगदीश्वर भगवान हो त्यसलाई गएर भेटेर त्यसलाई गएर दर्शन गरेर मेरा आँखाहरूलाई धन्य बनाउँछु भन्ने विचार गर्नुभयो सुदामाजी महाराजले अनि सुदामाजी महाराज घरबाट निस्किनु भयो जाँदै हुनुहुन्थ्यो सुदामाजी सुशीला देवीले रोक्नुभयो स्वामीजी भनेर देवी के भयो तपाईँ कहाँ जाँदै हुनुहुन्छ भन्दाखेरि मितलाई भेट्नका लागि बाबा आमालाई भेट्न जाँदा र मितलाई भेट्न जाँदा गुरुलाई भेट्न जाँदा के गर्नुपर्छ कोसेली लिएर जानुपर्दछ श्री हरि भगवानको आफूभन्दा मान्यजन बाबुलाई आमालाई त्यसै गरी मित्रलाई भेट्न जाँदा के गर्नु कोसेली लिएर जानु कोसेली नलिकन तपाईँको मित हुनुहुन्छ कृष्ण कोसेली नलिकन कसरी जानुहुन्छ भन्नुभयो सुशीलाले सुदामाले भन्नुभयो देवी कोसेली के लानु मैले हिजो त केही खान नपाएर रातभरि भोकै सुतेका हिजो केही त छैन अन्न नभएर हिजो राति भोकै सुतेका छोराछोरी रातै भइ रोए आज म के कोसेली लानु भनेर सुदामाले भन्नुभयो सुशीलाले भन्नुभयो पक्नुहोस् म मागेर ल्याउँछु भनेर माग्नका लागि भनेर हिँड्नुभयो अब घर घरमा जानुहुन्छ दिनुहोस् न भनेर यो जहिले माग्न आउँछ बाहुनी यो बाहुनी जहिले माग्न आउँछ यसलाई के दिएर सकिन्छ र अब कतिले विचार गरे होइन माग्न त आउँछ तर अब सधैँ त माग्न आउँछ यो बाहुनीको स्वभावै त्यही छ यसलाई के दिउँ त भन्दाखेरि चामल नदिए पनि कनिका त दिउँ न चामल त यसलाई नदिउँ किन दिने पछि माग्छ कनिका दिउँ भनेर पृथक तण्डुलान भनेको चामलको कनिका लगेर त्यही बाहुनीलाई लगेर सुशीलालाई लगेर दिए धेरै धेरै दिएन एक एक मुठी दिए चार घरमा गएर सुशीला देवीले 4 मुठी चामल पोको पार्नु भयो सुदामाजी महाराजलाई एउटा धोती च्यातिएको पोको बनाउनु भयो धोती च्यातिएको थियो त्यसैको पोको पार्नु भएर लगेर सुदामाजी महाराजलाई हातमा राखिदिनु भयो सुदामाजीलाई भन्नुभयो स्वामीजी यो पोको लगेर कृष्णलाई दिनु है तपाईँले अवश्य दिनु यो पोको लगेर तपाईँले कन्हैयालाई दिनु है भनेर भन्नुभयो सुशीलाले सुदामाजी महाराज पोको लिएर द्वारिकातर्फ प्रस्थान गर्नुभयो सुदामाजी महाराज हिजो पनि नखाएको अस्ति पनि नखाएको थाकेको शरीर थर कामदै हुनुहुन्थ्यो थाक्नु भएर एउटा पिपलका वृक्षका फेदमा गएर सुत्नु भएको निदाउनु भयो भगवानले आफ्नो भक्तको दुःखलाई देख्न सक्नु भएन गरुडजी महाराजलाई भन्नुभयो गरुडजी त्यो सुदामालाई निदाएकै ठाउँबाट ल्याएर द्वारिकामा फ्याँकिदेऊ गरुडजी महाराजले सुदामालाई निदाएकै ठाउँबाट उठाएर ल्याएर द्वारिकामा पिपलको वृक्षको फेदमा लडाइदिनु भयो सुदामाजी महाराजको निन्द्रा खोलियो अझै कति छ टाढा द्वारिका अनि सुदामाजी महाराजले यसो उठेर हेर्नु भएको पिपलको वृक्षको फेदमा म त कहाँ आएँ भनेर सोध्नुभयो द्वारिका खोइ भन्दा द्वारिका त यही हो त्यसो भए कृष्णको महल कता छ त भन्दाखेरि ऊ त्यो सुनको गजुर देख्यो नि कृष्णको महल त्यही हो सुदामाजी महाराज काखीमा 4 मुठी कनिका च्यापेर भगवानको दर्शन गर्नका लागि उत्तम श्लोक दर्शन कृष्णलाई भेट्नका लागि भनेर जानुभयो जाँदै गर्दा बाटामा समुद्र आयो समुद्रको बिचमा द्वारिका बिचमा समुद्र छ टापुको रूपमा द्वारिका छ भेट द्वारिका अनि अब जब समुद्र आयो त्यहाँ के थियो त भन्दाखेरि माझीहरूले नाउ तारेर पारी भगवानका धामसम्म पुर्याइदिन्थे भगवानका आश्रमसम्म पुर्याइदिन्थे सबैजना नाउ तर्दै थिए सुदामाजी महाराजले
यस्तो शरीर भएको छ, खान नपाएर दुब्लो पातलो शरीर भएको छ। जनै लगाएको कति दिन भयो, कालो मैलो जनै भएको छ, शरीर यस्तो थरथर कामेको छ। कसैका अनुहारमा पनि हेर्नुहुन्न सुदामाजी महाराज, कसैका अनुहारमा हेर्नु भएको छैन। किन? सबै द्वारिकाका व्यक्ति हुने त, सबै धनाढ्य धनी व्यक्ति मात्रै छन्। यी धनी व्यक्तिहरूको तेज त्यस्तो छ। म यिनीहरूका अनुहारमा हेरेर के बोल्नु, यिनीहरूले मलाई के भन्लान्, यस्तो सोचेर कसैका अनुहारमा भगवानले हेर्नु भएन। किन? धन पनि भगवानको तेज हो। सुदामाजी महाराज कसैलाई हेर्नु भएको थिएन। हातमा लाठी लिएर घरि यता जानुहुन्छ, घरि उता जानुहुन्छ, समुद्र तर्न सक्नु भएन, खटपट गर्न थाल्नुभयो। माझीहरूलाई भन्न पनि सक्नु भएन, किन? माझीहरूले समुद्र त तार्दिन्छन्, तर समुद्र तारे बापत माझीहरूले धन माग्दछन्, केही रुपियाँ पैसा माग्दछन्। अब सुदामाजी महाराज केही छैन, के दिनु, केही पनि छैन दिनका लागि। लाठी टेकेर ओरर पर गरेर खटपटाउँदै हुनुहुन्थ्यो। द्वारिकानाथ प्रभुले भित्र थाहा पाउनुभयो सुदामा आए, तर त्यो समुद्रलाई तर्न सकेनन्। भगवानले आफ्नो स्वरूपलाई बदलेर माझीको स्वरूप बनाउनु भयो। नाउ प्रकट गर्नुभयो, टाउकामा फेटा बान्नुभयो, माझीको स्वरूप बनाउनु भयो र माझी भनेर आएर सुदामाजी महाराजका नजिकै आएर भन्न थाल्नुभयो, ब्राह्मण जनै लगाएका छौ, टुप्पी लगेर पछाडि बाँधेका छौ, चन्दन लगाएका छौ, तर हेर्दा ब्राह्मण जस्तो छैन। किनभने ब्राह्मण त यजमानको घरमा यजमानी गर्नका लागि जान्छ र यजमानी गरेको भोजन आदि गर्दछ। बडा दिव्य छ, मोटो घाटो शरीर भएको, तेज भएको, माला धारण गरेको, मुखमा पान बोकेको। तिमी कस्ता ब्राह्मण? थर शरीर काम्दैछ, खाएको छैन, कति दिन भयो। तर ब्राह्मण त ब्राह्मण नै हो तिमी। भगवानले भन्नुभयो माझीको वेशमा, अब मेरो नाउँमा बस, म तिमीलाई पारी लगिदिन्छु। सुदामाजीले भन्नुभयो, माझी मसँग केही छैन, के दिनु, धन दिनुपर्छ पारी जानका लागि। भगवानले भन्नुभयो, मेरो नाउँमा केही पनि धन सम्पत्ति केही दिनु पर्दैन, आऊ बस। सुदामाजी महाराज आँखामा आँसु भएर गएर भगवानका नाउँमा बस्नुभयो। अनि भगवान द्वारिकानाथ प्रभु माझीको वेशमा नाउ चलाउन थाल्नुभयो। जहाँ विराजे राधारानी, जहाँ विराजे महारानी, अलवेली सरकार नैया ले चल पल्ले पार कन्हैया, ले चल पल्ले पार कन्हैया, ले चल पल्ले पार। श्री कृष्णचंद्र भगवान को, जहाँ राधा रानी भगवान श्री हरि द्वारिकानाथ प्रभु निवास गर्नुहुन्छ र त्यो कस्तो छ त भन्दा कुर्वन्ती गोवत्स पदम भवाब्दिम। त्यो अहिले चाहिँ सुदामा चाहिँ व्यावहारिक समुद्रलाई तर्दै हुनुहुन्छ, तर तपाईँ हामी सबै सुदामाले एउटा समुद्रलाई तर्नु पर्दछ। त्यो समुद्रको नाम हो भवाब्दिम, भवरूपी समुद्र। अनि त्यो भवरूपी समुद्रलाई तार्नका लागि अरू कसैले सक्दैन, केवल भगवान माझी भन्नुभयो भने सक्नुहुन्छ। आज सुदामाजी महाराज दशरथ राधा रानी भगवान कृष्ण जहाँ निवास गर्नुहुन्छ त्यहाँ हामीलाई पनि लिएर जानुहोस्। सुदामाजी महाराज भगवानका पछाडि रथमा गएर बस्नुभयो। भगवान द्वारिकानाथ प्रभुले रथ नाउ बिस्तारै बिस्तारै अगाडि बढाउनु भयो र नाउ जब पारी गयो सुदामाजी महाराजले भगवानलाई हेरिरहनु भयो, केही दिन सक्नु भएन। भगवानले भन्नुभयो, ब्राह्मण जाऊ, मलाई केही चाहिँदैन। सुदामाजी महाराज लाठी टेक्दै 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 जानु भयो। भगवानका महलमा पुग्नुभयो। महलमा द्वारपाले बसेका थिए, बाहिर गेटमा यसो गरिहाले, हातमा भाला लिएर बसेका थिए, यसो गरे पख। द्वारिका भगवान द्वारिकाधीशका भित्र महलमा जानलाई ब्राह्मणलाई कुनै रोकटोक छैन, तर तिमी ब्राह्मण जस्ता मात्र देखिन्छौ, ब्राह्मण बेसी ब्राह्मण होइनौ तिमी। तिमीले हेर तिलक चन्दन धारण गरेको त छैन, तर टुप्पी लगेर पछाडि बाँधेको छ, जनेउ लगाएको छ, तर तिमी ब्राह्मण जस्ता छैनौ। तसर्थ तिमीलाई हामी जान दिँदैनौँ भनेर द्वारपालहरूले रोके। सुदामाजी महाराजले भन्नुभयो, जाऊ गएर तिमीहरूका स्वामीलाई कृष्णलाई भनिदिनु सुदामा नाम श्रीदामा नाम गरेको ब्राह्मण आएको छ भनेर। द्वारपालहरूले गएर द्वारिकानाथ भगवान पलङमा विराजमान हुनुहुन्थ्यो। जगदीश्वर परमात्मा श्री हरि ब्रह्म गोपाल अवेशम, भगवान ब्रह्म हुनुहुन्थ्यो, परमात्मा हुनुहुन्थ्यो, तर यहाँ भगवान पलङमा बस्नु भएको छ। पलङ त के हो? साधारण वस्तु हो। पलङ भन्ने बित्तिकै के भयो? बाह्य जगतको कुरा भयो। भगवान ब्रह्म हुनुहुन्छ, भगवान विराजमान हुनुहुन्थ्यो। द्वारपालहरूले गएर, हे कृष्ण, तिम्रो कोही श्रीरामा नाम गरेको साथी थियो? भगवान श्री हरिले प्राकृत लीला गर्नुभयो। भगवानले यो गरेको सब लीला के हो? प्राकृत हो। जो साधारण मान्छेले कोही व्यक्तिको दुःख देख्यो भने करुणा गर्दछ, तर भगवान शून्य स्वरूप ज्योति स्वरूप परमात्मा हुनुहुन्थ्यो। आँखामा आँसु भर्नुभयो, मेरो श्रीरामा आयो, मेरो साथी आयो, यो त 64 दिनसम्म मसँग सँगै बसेको थियो भनेर भगवान दौडेर बाहिर निस्कनुभयो।
भगवान दौड्दै दौड्दै जब बाहिर जानुभयो, भगवानको उत्तरीय वस्त्र भगवानले दोपट्टा लगाएको थियो देब्रे काँधमा, औत्तरीय वस्त्र दोपट्टा पृथ्वीमा गएर झरे। भगवान दौडेको दौडै गएर सुदामाजी महाराजलाई अङ्कमाल गर्नुभयो, आँखाबाट आँसु झार्नुभयो। देवीहरूलाई, स्त्रीहरूलाई भन्नुभयो, देवीहरू हो, यो त मेरो साथी हो, साथीलाई एकदमै मान गर्नुपर्छ, मित पनि हो मेरो, र यी ब्राह्मण पनि हुन्, ब्राह्मण भएकोले गर्दाखेरि माननीय पनि छन्। यी फेरि त्यस्ता ब्राह्मण होइनन्, यी यति निर्लोभी ब्राह्मण हुन् कि यिनको बखान गर्न साध्य छैन। तसर्थ सबै भगवानसँग मिल्ने गुण भएको कारणले गर्दा यिनलाई मान्नुपर्छ भनेर भगवान स्वयंले भन्नुभयो। अनि रुक्मणी देवीहरूले सुनको झारी लिएर आए, सुदामाजी महाराजलाई भित्र लिएर गए। सुदामाजी महाराज द्वारिकामा हेर्दै 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 भित्र जानुभएको, भित्र त सुनै सुनले सुनै सुनले सुनै सुनले बनेको महल देख्नुभयो। राम 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 64 दिनसम्म मसँग बस्दा त यस्तो बाठो थिएन, यो यति बाठो कसरी भएछ, यत्रो बठ्याइ गरेर यत्रो सम्पत्ति यसले कसरी कमाएछ। तर होइन, यो ब्रह्म हो। श्रुतदेवलाई गएर यसले भेटेको थियो र श्रुतदेव यहाँ भागवतमै वर्णन छ, हेर्नुहोस् 81 अध्यायमा। श्रुतदेव नाम गरेका ब्रह्मयोगी ब्राह्मणले यसलाई भगवान भनेका थिए, त ब्रह्म हो। ओहो, म पनि कस्तो मूर्ख, म त श्रीमतीसँग छुटेर जाँदै गर्दाखेरि उत्तम श्लोक भगवानको दर्शन गर्न हिँडेको भनेर भनेको थिएँ, तर यहाँ आउने बित्तिकै मलाई भ्रम भयो, यो त मेरो साथी हो भन्दैछु। यो त मेरो साथी होइन, यो त ब्रह्म हो, भगवान हो। यसलाई के सम्पत्ति कमाउनु पर्दछ। सुदामाजी महाराज भगवानले हात समाउनु भयो। सुदामाजी महाराजले फाटेको कपडा लगाउनु भएको छ, अनि कनिका बोक्नु भएको छ, कनिका यता च्याप्नु भएको छ। हेर्नुभयो, सुनै सुनको महल, राम राम कृष्ण यस्तो सुनको महलमा बस्छ, के खान्छ होला यसले, यसले खाएको खानेकुरा कस्तो होला, 84 व्यञ्जन। अनि मैले त्यो कनिकाले लगेर दियो भने मेरो दुःख सबै देखिन्छ, यसलाई मेरो दुःख किन देखाउनु मैले। सुशीला भन्छन् नि तिनको बुद्धि छैन, ती जान्दैनन् बिचारा। अनि भन्छन् हो, किनभने स्त्री हुन्, बालक हुन्, मैले त्यसो गर्नु हुँदैन भनेर भन्नुहुन्छ श्री हरि भगवानको। मैले त्यसो गर्नु हुँदैन, मैले माग्नु हुँदैन। राम राम, यो त सुनै सुनको महलमा बस्ने, कहाँ चिउरा देखाएर मेरो बेइज्जत गर्नु मैले। सुदामाजी महाराजले चिउरा बोक्नु भएको, त्यो चिउरा अझै भित्र घुसाउनु भयो, चिउरा अझै भित्र काखीमा च्याप्नु भयो सुदामाजी महाराजले। भगवानले भन्नुभयो, द्वारिकामा यस्तो फाटेका पुराना कपडा लगाएर बस्न निषेध छ दाजु, तिमी मेरा साथी पनि हौ, तर अलिकति उमेरमा जेठा छौ। अनि सारा सेनाहरूले आएर सारा कपडा अब बदल्ने भए। अनि सारा कपडा बदल्न खोज्दा पनि देब्रे काखी चाहिँ च्यापेको च्यापे गर्नुहुन्छ, कनिका बोकेको छ, यो कृष्णले देख्छ। सारा भगवानले भन्नुभयो, सारा लुगा लगाइसक्नुभयो, काखी च्यापेको खोल्नुहुन्न, कपडा सबै फेरिसक्नुभयो। अनि भगवानले भन्नुभयो, दाजु तपाईँले विवाह गर्दिन 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 भन्नुहुन्थ्यो, किनभने विवाह गर्नका लागि, गृहस्थी हुनका लागि पनि हिम्मत चाहिन्छ। श्रीमती छोराछोरी हुन्छन्, तिनीहरूलाई सुखपूर्वक पोषण गर्नुपर्दछ। तसर्थ तपाईँ बिहे गर्दिन भन्नुहुन्थ्यो, गर्नुभयो भनेको गरेँ कन्हैया। भाउजूको नाम के हो भनेको सुशीला देवी, विवाह पनि गर्नुभयो, भाउजू पनि हुँदो रहेछ। तपाईँलाई थाहा छैन, तपाईँले यत्रो पढ्नु भएको थिएन, गृहस्थी व्यक्तिले मृत्यु घरमा जाँदाखेरि कोसेली बोकेर जानुपर्छ, कोसेली लिएर आउनु भएन दाजु तपाईँले। सुदामाजी महाराजले सोच्नुभयो, राम राम कनिका देखाएँ भने त सारा मेरो पोल खुल्नेवाला छ, तसर्थ म कनिका देखाउँदिनँ भने। होइन कृष्ण, मैले केही ल्याइन, बिर्सिएँ मैले, उसले पनि हाल्न बिर्सिएँ, मैले पनि बिर्सिएँ, माफ गर मलाई। अब फेरि पनि सुदामाजी महाराजले भगवानलाई कनिका देखाउनु भएन। अनि हात चाहिँ देब्रे हात यसो गरेको गरे, कनिका च्यापेको च्यापै। भगवानले भन्नुभयो, अब यिनले मलाई देखाउँदैनन्, मैले यस्तो लीला गर्दैछु कि निरोध लीला गर्दैछु। जसले जान्दैन त्यो नजान्नेवाला पनि मैले वैकुण्ठ नै पठाएँ। तसर्थ निरोध लीला गरेको कारणले गर्दा अब यो कनिका त माग्नुपर्छ भनेर भगवानले सुदामाको देब्रे हात समातेर, दाजु यो हात काखी किन यसरी च्यापेको भनेर तान्नुभयो। र भगवानले हात तान्दाखेरि सुदामाजी महाराजको कनिकाको पोको झर्यो। सुदामाजी जो आउँदै हुन्छ उहाँले अलिकति चिउरा पनि साथमा पोको पारेर लिएर आउनु होला है। र पोको झर्यो, कनिकाको पोको जब भुइँमा झर्यो, भगवानले गएर देख्नुभयो, अनि पोको बाँधेको थियो, गठरीलाई खोल्नुभयो। त्यो गठरीलाई खोल्दाखेरि 4 मुठी कनिका, यति कनिका भगवानले देख्नुभयो। राम, भाउजूले यत्रो खानेकुरो कसरी पठाएको रहेछ, मलाई भन्नुहुन्न होइन दाजु। ओहो, त्यत्रो कनिका तपाईँले यत्रो कसैले पठाएको रहेछ, तपाईँले भन्नुहुन्न होइन भन्दै भगवानले एक फाँको कनिका मुखमा ग्रहण गर्नुभयो। श्री हरि भगवानको। अनि रुक्मणी देवीलाई भन्नुभयो, देवी ल्याउ लगेर यो सबैजनाले बाँडेर खानु। यो त यस्ता निरध सन्तले ब्राह्मण, त्यो पनि यस्तो ब्राह्मण, निर्लोभी ब्राह्मण, त्यो पनि भगवानको भक्त ब्राह्मण, यस्ता ब्राह्मणले ल्याएको कनिका हो, जो परमार्थको प्राप्ति गर्नेवाला छ भनेर भन्नुभयो। अनि रुक्मणी देवीले सबैलाई कनिका बाँड्नुभयो। श्री हरि भगवानको। सुदामाजी महाराज
भगवानका आँखाबाट आँसु झरे, भगवानका आँखाबाट निस्केका आँसुबाट सुदामाजी महाराजका चरण सबै भगवानले धुनुभयो। रुक्मणी देवीहरू थाली लिनका लागि जानुभएको थियो, करुवा लिनका लागि जानुभएको थियो चरण पखाल्छु भनेर। तर भगवानले आफ्ना आँखाबाट निस्केका आँसुद्वारा सारा ब्राह्मणको चरण धुवन गर्नुभयो। अब त टल 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 किने झल 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 किने पैरा कपडा लगाउनु भयो सुदामाजीले। राम राम दाजु, यो त द्वारिका हो। द्वारिकामा सुन नलगाइकन बस्नु हुँदैन, सुन बिना बस्नै हुँदैन यहाँ भनेर भगवानले सुदामाजी महाराजलाई सुनै सुनका औँठी लगाइदिनु भयो, 10 वटा औँठी। हातमा यत्रा यत्रा सुनका चुरा, बाहुमा बाजुबन्द, बाजुबन्द भनेको बाहुमा लगाउने सुनको वस्तुलाई भनिन्छ। अनि यहाँ सुनको हार, सुनको माला, सुनको सिक्री, हारलाई सिक्री भनिन्छ। सुनको हार, सुनको मुकुट सबै लगाइदिनु भयो। सुदामाजीले सोच्नुभयो, ओहो यति लिएर जान पाएँ भने त मेरो गृहस्थी चल्छ। आहा, बडा आनन्द भयो। सुदामाजी महाराज बडा प्रसन्न हुनुभयो। दिन बित्दै गयो। एक दिन रात्रिकालमा सुदामाजी महाराज त्यहीँ बस्नुभयो। रात्रिकालमा भन्नुभयो, राम राम, यत्रो धन कमाएछ यो कन्हैयाले, यो कृष्णले, यो त ब्रह्म हो, ईश्वर हो, त वैकुण्ठ हो यो। आज वैकुण्ठको दर्शन गर्छु म, वैकुण्ठको दर्शन गर्छु, तर यिनीहरूलाई कसैलाई भन्दिनँ, एक्लै जान्छु। रात्रिकालमा सुदामा उठेर द्वारिका घुम्नका लागि भनेर 12 बजे राति भएपछि घुम्न निस्किनु भयो। सबै सुतेका थिए, तर भगवानको तेजद्वारा, भगवानको आभाद्वारा, भगवत कान्तिद्वारा दिव्यमान प्रज्वलित भएको ज्योतिर्मय, किन भगवान स्वयं ज्योतिर्मय हुनुहुन्छ, द्वारिका थियो। सुदामाजी महाराज ढोकाबाट छिर्नु भएको 1000 वटा सुनका ढोका आए। कहाँ जानु कहाँ जानु, 1000 ढोकाबाट छिर्नु भएको 1 लाख सुनका ढोका आए। कता जानु कता जानु, त्यहाँबाट छिर्नु भएको करोडौं सुनका ढोका आए। फर्किन खोज्नु भएको सबै ढोकै मात्र देख्नुभयो। द्वारम का इति द्वारिका, यति ढोका छन् कि ढोका नै त्यति छन् भनेपछि कोठा कति छन्, घर कति छ, सुदामाजी महाराजले केही पत्ता लाउन सक्नु भएन। अनि यहाँ साहित्यको वर्णन गर्नुभएको छ। ललना रत्न संयुक्त, एउटी स्त्रीले हातमा दियो बोकेर बसेकी थिइन्। अस्ति कथामा संक्षिप्त आएको थियो। त्यही हातमा दियो बोकेर बसेकी स्त्री चाहिँ के हुन् त भन्दा सुनकी कुँदेकी हुन् ती स्त्री, साँच्चै कि होइन। तिनलाई सुदामाजी महाराजले भन्नुभयो, साहित्यको भाव हो, देवी मेरो कोठो मैले बिर्सेँ, मेरो कोठो देखाइदेऊ। अब त्यो सुनकी स्त्री किन बोलिन? सुदामाजी महाराजले भन्नुभयो, यो पनि कृष्णकी दासी पो हो त, मसँग किन बोल्थी बुढा मान्छेसँग, यस्तो थरथर काम छु म भनेर आफ्नो बाटो लाग्नुभयो। श्री हरि भगवानको भड्किँदै भड्किँदै आफ्नो पलङमा आइपुग्नु भयो। राम 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 राम, कृष्णले कति सम्पत्ति कमाएछ। अब त यो द्वारिकामा यत्रो सुनको मुकुट लगाइदियो, सुनको हार लगाइदियो, यही लिएर गएँ भने पनि मेरो परिवार पाल्छु, दिएन भने पनि के भयो। सुदामाजी महाराज द्वारिकामा बस्न थाल्नुभयो। 7 दिन बितेको थाहै भएन। अनि सुदामाजी महाराजलाई जब 7 दिन बितेको थाहा भएन, सुदामाजी महाराजले 7औं दिनको दिनमा सुदामाजी महाराजले आएर भगवानलाई भन्नुभयो, कृष्ण म त गृहस्थी हुँ, गृहस्थी व्यक्ति हुँ, म तसर्थ गृहस्थी व्यक्ति सधैँ अर्काका घरमा गएर पाहुना लाग्न सक्दैन, मैले घर जानुपर्छ, मलाई बिदा दे। भगवानले भन्नुभयो, दाजु जानुहुन्छ भने जानुहोस्, ठिक छ, बिदा दिन्छु म, तर मेरा सारा परिवारलाई तपाईँले आशीर्वाद दिनु भन्नुभयो। भगवानले सुदामाजी महाराजले सारा द्वारिकावासीलाई आशीर्वाद दिनुभयो, किनकि ब्राह्मण हुनुहुन्थ्यो। श्री हरि भगवानको सुदामाजी महाराजले आशीर्वाद दिनुभयो। सुदामाजी महाराज फर्केर निस्किन आउँथ्यो हुनुहुन्थ्यो। कृष्ण त्यसो भए म जाउँ त, धन सम्पत्ति केही दिन्छ कि भनेर भन्नुभएको। जाउँ त म, जानु दाजु जानु। ओहो धन दिँदैन यसले, किनभने यसलाई मैले गुरुकुलदेखि नै चिनेको छु, धन त यसले दिनेवाला छैन, 1 नम्बरको लोभी छ। किनभने भगवान कृष्ण के भन्नुहुन्छ, यस्यायमनुगृह्णामि हरिषे तद्धनम शनै। जो व्यक्ति मोक्षको कामना गर्छ त्यो व्यक्तिसँग धन सम्पत्ति हुँदैन, त्यो दुखी हुन्छ। धन हुनेवाला व्यक्तिले, सुखी हुनेवाला व्यक्तिले के बुझ्नु भने 2-4 जन्म अझै मेरो मोक्ष हुँदैन भन्ने बुझ्नु। श्री हरि भगवानको जो सुख भोगिरहेको छ, जो धनमा छ नि, धनले युक्त भएको छ, त्यो धनले युक्त भएको सुखी हुनेवाला व्यक्तिले बुझ्नु कि 2-4 जन्म मेरो मोक्ष सम्भव छैन। किन? यस्यायमनुगृह्णामि हरिषे तद्धनम शनै। भगवानको जो भक्ति गर्ने, कृष्णको भक्ति गर्ने, पूजा गर्ने व्यक्ति मोक्ष हुनेवाला छ, त्यो मोक्ष हुनेवाला व्यक्तिलाई त भगवानले के गर्नुहुन्छ, हरिषे धनम, अलिअलि बचे कुचेको धन पनि सबै तानेर त्यसलाई वैरागी बनाएर बिल्कुलै आफ्नो भक्तिमा लगाउनुहुन्छ, सुदामा जस्तै। श्री हरि भगवानको। अब सुदामाजी महाराज धन त दिँदैन, यसले दिन्छ कि भनेको, के दिन्थ्यो, दिँदैन, म त जान्छु, अब ठिकै छ, दिएन भने पनि के भयो, सुनको मुकुट लगाएको छु, सुनको चुरो लगाएको छु, सुनको बाजुबन्द, सुनको औँठी लगाएको छु, यसैले बेचेर पनि मेरो परिवार 2-4 दिन त पालिहाल्छु नि। निराश भएर त फर्किनु परेन भनेर लाठी टेकेर सुदामाजी महाराज जाँदै हुनुहुन्थ्यो। दाजु कहाँ जाँदै हुनुहुन्छ? हिँड्नु भएको तपाईँ, हिँडेको कन्हैया, दाजु बस्नुहोस्, यसरी जान पाइँदैन।
त्यो सुनको मुकुट लगाएर सुनको हार लगाएर सारा यहाँ द्वारिकाको सम्पत्तिलाई लिएर कहाँ जाने हुन्छ तपाईँ? राम राम कन्हैया के भन्छ यो मेरो सम्पत्ति हो। भूदेवी, भू भनेको पृथ्वी। हामी धनी कसरी बन्दछौँ त? अस्ति पनि आयो तसर्थ व्याख्या गर्दिनँ। धनी तब बन्दछौँ जब हामीसँग जमिन हुन्छ, धन हुन्छ, सुन हुन्छ, रुपियाँ पैसा हुन्छ, अनि धनी बन्छौँ। शरीर त एउटै त हो नि, धनीको पनि गरिबको पनि। कोही निन्द्रा सोध्छ, खान्छ, अस्ति सुन्नु पनि हजुरहरूले, सबैको एउटै हो। धनी त्योद्वारा, त्यो ऐश्वर्यद्वारा बन्दछ। त्यो ऐश्वर्य भगवानको हो, त्यो भूमि भगवानको हो, श्रीहरि भगवानको हो। लाखौँ करोडौँ अरबौँ खरबौँ वर्षदेखि त्यो भूमि भगवानको हो, त्यो सबै सम्पत्ति भगवानको हो। तर त्यो व्यक्तिले यस्तो कर्म गरेको छ, उसले प्राप्त गरेको छ। यहाँ वर्णन गर्नुहुन्छ राम राम कन्हैया। बोल्न केही सक्नु भएन, किन? धन त भगवानको हो। जस्तो आउनु भएको थियो सुदामा, राजभट्टा सेनाहरूलाई भन्नुभयो ल्याऊ यिनका सामग्री खोइ, यिनका धोती खोइ, यिनको कोपिन खोइ, लगौटी खोइ। सारा धोती लगौटी जे जे थियो त्यही ल्याएर दिए, च्यातिएको त्यही लाउनु भयो र सुदामाजी महाराज जस्तो आउनु भएको थियो त्यस्तै जानुभयो। सच्चे दरबार की। जस्तो सुदामाजी महाराज आउनु भएको थियो, यहाँ राजा परीक्षितलाई भन्दै हुनुहुन्छ महाराज हामी पनि त्यस्तै, जस्तो आयो त्यस्तै गयो, जस्तो आएको थियो त्यस्तै जाने हो। कहिलेसम्म चाहिँ यस्तो सुख सुविधा हामीले प्राप्त गर्छौँ त? जबसम्म द्वारिकामा बस्दछौँ, जबसम्म सुखमा बस्दछौँ, तबसम्म चाहिँ हामी बडा सुखी हुन्छौँ। तर जाने बेलामा जस्तो छ त्यस्तै जाने हो। अब त सच्चे दरबार सुदामाजी महाराज वास्तवमा साँचो त यो हो, सत्य त यो हो। यो भन्दा अर्को सत्य केही पनि हुन सक्दैन। किनभने कोही धनी व्यक्ति नै छ भने, जस्तै चौधरी परम्परा प्रसङ्ग आएको एकछिन व्याख्या गरेर फेरि यता निस्किहाल्छु। चौधरी परम्परामा हामी कहाँ जन्म्यौँ त भन्दाखेरि विशाल चौधरीको स्थानमा जन्म्यौँ हामी। चौधरी परम्परा हामीले देख्यौँ। त्यो देख्दै गर्दा उहाँहरूले के गर्नुभयो भन्दा, कोही जवान व्यक्तिको मृत्यु भयो भने धनी धनी 50औं बिघा, 100औं बिघा, 2-400औं बिघा जग्गा भएका चौधरीहरू देख्यौँ। अब धनी हुँदैन व्यक्ति के छ भने के गर्छ? जवान व्यक्तिको शरीर छुट्यो भने, त्यो जवान व्यक्तिको शरीर छुट्यो भने त्यसले लागेको सुन केही छ भने त्यहीँ लगेर पुर्छ खाल्टामा। त्यो खाल्टामा लगेर सुनले पुर्दाखेरि उसले पाउँछ। त्यो व्यक्तिले भन्नुहोस् किन उसलाई माया लागेको? हेर यत्रो सम्पत्ति थियो। अनि त्यो हजुरबाले के भन्छ नातिलाई? नाति खबरदार, छोरालाई नातिलाई के भयो बाबा? हेर यत्रो जमिन छ, मसँग 200 बिघा जमिन छ, मलाई लगेर त्यो खोलामा लगेर, लोहन्द्रामा लगेर अथवा खाडामा लगेर नडोडाउनु नि। मलाई के गर्नु? मेरै जमिनमा, नम्बरी जमिनमा लगेर दफनाउनु भनेको छ उसले। अनि नम्बरी जमिनमा लगेर दफनाउँछ। श्रीहरि भगवानको त्यो नम्बरी जमिनमा लगेर दफनाउँदा उसले के त्यो पाउँछ? पाउँदैन। हामी चाहिँ के छौँ भन्दाखेरि अलिकति शिक्षित भएको कारणले गर्दा हाम्रो शास्त्रले के भन्छ? बन्धन हुने बित्तिकै के हुन्छ? बन्धन हुँदैन शरीरलाई, कुनै बन्धन हुँदैन, कुनै पनि बन्धन हुँदैन। यदि पुरुषको शरीर छ, ब्राह्मण हो र टुप्पी पछाडि बाँधेको छ भने पनि खोल्दिने, जनै लागेको छ भने काट्ने, सारा बन्धन त्याग गर्ने, अनि मात्रै त्यसलाई आगो लगाउने त्यसका छोराछोरीले। श्रीहरि भगवानको बन्धन सारा मुक्त गर्ने। अनि अरू पनि लम्बी चौडी छन्, त्यो लम्बी चौडी म व्याख्या गर्दिनँ, प्रसङ्गवश व्याख्या गर्छु। श्रीहरि भगवानको तसर्थ जस्तो आयो त्यस्तै गरे, यही त धर्म हो। अनि हामीले त्यही भएको कारणले गर्दा त्यो शरीरलाई अन्तिम समयमा जाँदै गर्दाखेरि जस्तो आयो त्यस्तो गयो भएको कारणले गर्दाखेरि केही बन्धन पनि राख्नु हुँदैन। कुनै बन्धन छ भने शरीरमा, सुनै लगाएको छ भने पनि त्यो केही पनि राख्नु हुँदैन, सारा त्याग गराउनुपर्छ, बन्धनले रहित पार्नुपर्छ। त्यो शास्त्रले आज्ञा दिनुहुन्छ बन्धन हुनु हुँदैन भनेर। तसर्थ आज सुदामाजी महाराज हेर्नुहोस् सच्चे दरबारतर्फ लाग्दै हुनुहुन्छ। जस्तो आउनुभएको थियो सुदामाजी महाराज त्यस्तै लाग्नुभयो। सुदामाजी महाराज आफ्नो कुटी भएका ठाउँमा पिपलको वृक्षको फेदमा पुग्नुभयो। पिपलको वृक्षको फेदमा पुग्दाखेरि 3 तले सुनको महल देख्नुभयो। राम राम, अब त यहाँ पनि कुनै धनी व्यक्तिले कब्जा गरेछ भन्नुभयो। किन? कृष्णले त दिने होइन, कृष्णले त सम्पत्ति दिने होइन। मेरो भएको सम्पत्ति पनि मैले लागेको पनि केही थियो, सबै लिएर गयो। कुनै धनी व्यक्तिले कब्जा गरेर महल खडा गरेछ भनेर मेरा छोराछोरी, मेरी श्रीमती कहाँ गए भनेर हेर्दै हुनुहुन्थ्यो। सुशीला देवी 3 तलाबाट निस्किनु भयो। 3 तला माथिबाट सुशीलाले हेर्नुभयो, स्वामीजी भनेर। राम राम देवी, तिमी त्यहाँ कहाँ चढेकी 3 तलामा सुनको महलमा? अनि सुशीला देवी दौडेर गएर आरती ल्याएर सुदामाजीको आरती गर्न थाल्नुभयो। सुदामाजीले भन्नुभयो, राम 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 देवी, पखा आरती अहिले गर्नु। यत्रो धन सम्पत्ति कहाँबाट आयो भन? यत्रो सम्पत्ति तिमीलाई कसले दियो? कहाँबाट आयो यो सम्पत्ति? राम 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 सुदामाजी, जगदीश्वर परमात्मा जो श्रीनिवास संश्रय, यो सारा पृथ्वी नै जुन भगवानको हो, लक्ष्मीका मालिक हुनुहुन्छ भगवान, लक्ष्मीजीको आश्रय हुनुहुन्छ। त्यस्ता सारा पृथ्वी जसको हो, जो भूपति हुनुहुन्छ भगवान बराह हुनुहुन्छ,
त्यस्ता भगवानका शरणमा गएर धन सम्पत्ति कल्लिदियो भने तपाईँलाई लाज लाग्दैन स्वामीजी? सुशीलाले यति भनिसकेपछि सुदामाजी महाराजले कुरो बुझ्नुभयो राम्रा। यदि केही गरी मैले त्यो सुनको मुकुट लगाएर, सुनको औँठी लगाएर, सुनको चुरो लगाएर जङ्गलको बाटो म आएको हुन्थ्यो भने डाकाले मलाई ती मार्थे र सबै सुन लुटेर लान्थे। हे भगवान, हे कृष्ण, तपाईँको महती कृपा, त्यो पनि तपाईँको परोक्ष कृपाको सम्बन्धमा जीवले केही जान्न सक्दो रहेनछ प्रभु भनेर सुदामाजी महाराज बडा सुखी भएर गृहस्थीमा रहनुभयो श्री कृष्णचन्द्र भगवानको। अब सुदामाजी महाराजको झाँकी हजुरले दर्शन गर्नुहुनेछ र साथमा भक्तहरूले सबैले उठेर भगवान श्री कृष्णको र सुदामाजीको पूजा गर्नुहुनेछ। अनि एकादश स्कन्धका कथा प्रवेश गर्नेछौँ श्री कृष्णचन्द्र भगवानको।